बिहाको लागि हार्मोनियम लिन जाँदैछु अनि मेरो साथीलाई पनि लिएर जाँदैछु। अब आइपुग्न आँटे विशेषको घर। मेरो साथीको नाम चाहिँ विशेष हो। यस्तो मोटे छ नि, दिन जाउँ भन्दा नि मान्दैन। विशेष आम्मा यो त अनि ड्रिप्पी भएर आएको छ त अनि अभि छैन हौ रेकर्ड भएको आइदिनु बोलाएको बिस्तारै कुदायो नि। हार्मोनियम चाहिँ किनिसक्यो गाइज। कस्तो दाम छ यो 50, यो 36, 38 त्यस्तै कति हो यिनीहरू होइन। यो सस्तो, अझै सस्तो, यो अलिक सस्तो, यो 30। कुनको गाना हाल्नु भएको थियो? जान्छु अर्को गीत छ क्या एउटा देखिरहेको क्या दामी घाम आएको राको फेरि कस्तो पानी कस्तो पानी Ciu svoj put, ovo je moj grad. Ovo je moj grad. Glasno, glasno, glasnije neka. यो गाडी पनि सही हुन्छ है नेपालको। मलाई त एसो 7 मन पर्छ। अनि त्यो त वाइल्ड महँगो छ नि त, यो एसो 5 रहेछ। यो पनि महँगो छ नि दाजु। यो पनि महँगो छ तर त्यो चाहिँ अझै महँगो छ क्या। एसो 7 कति पुग्छ भने नि 83-84 पुग्छ। यो अलिकति मात्रै सस्तो छ। म त्यो दिपालको त पर हेर्नु साथी हो। दिपाल त कति टाइम लाग्छ अब? म त 10 मिनटमा आइहाल्छु नि। एक दुईवटा गिटार चेक हान्दै गर्न। उयो के अरे बसमा साइड होइन त? ल ल आइहाल्छु म ल। अब चाहिँ हामी सरलाई लिन जाँदैछौँ। त्यहाँ हार्मोनियमको अब टिकट चेक गर्नुपर्ने हो, सरले गरिदिनुहुन्छ। अनि फाइनल भएपछि हामी लिन्छौँ। हेर्न चाहिँ हिजै हेरेर आएको थिएँ मैले। अब फोनमा त्यति मजाले थाहा हुँदैन अरे हार्मोनियमको साउन्ड। अनि सरले साउन्ड चेकहरू गरिदिनुहुन्छ कस्तो छ के छ, अनि फाइनल लिनुपर्छ। सरलाई पनि अब लियो अब उहाँ अमित दाइकोमा गएर अब हार्मोनियम चेक गर्नुपर्छ। सरले अब कता पाइन्छ छैन। हामी दाइको म्युजिक स्टोर आइपुगेको छौँ। अब दाइले हेरिदिनुहुन्छ कस्तो के थियो। दाइ हुनुहुन्न? दाइ नै हुनुहुँदैन रहेछ र ओहो के छ दाजु मास्क लाउँदा त नचिन्ने रहेछ।
स्केल भन्नु नि कलर स्केल भन्नु हार्मोनियम चाहिँ किनिसक्यो गाइज कस्तो राम्रो छ सेम हो 45 अनि त्यो मैले ब्याट्री मात्रै पाइन्छ नि ब्याट्री यो मात्रै लग्दैछ यसरी बजेमा अब के गर्छ हुन्छ अब स्टोर मध्ये के गर्नु हामी लाग्दैन सुति महँगो सक्छ यो अलिक 50 हो यो 50 यो 36 38 त्यस्तै गर्थ्यो यिनीहरू हैन यो सस्तो अझै सस्तो यो अलिक सस्तो 30 35 होला यो पनि त्यस्तै होला यो त्यस्तै हो यो दिवा त यो त्यस्तै छ यो चाहिँ महँगो हेरेर त्यस्तो देखिँदैन तर यो पनि राम्रो छ यो 30 पनि राम्रो के गर्नु जाम हामी सर अब हुन्छ जानु त हामी बोक्ला मजाले चेन मजाले लगाएर होइन त्यस्तो होइन गाइज ल बहिनीलाई हार्मोनियम किनेर अमृत दाइकोबाट निस्किसक्यौँ हामी चाहिँ हो सिङ्गल कोइल पिकअपको साउन्ड मनपर्छ क्या मलाई हार्मोनियम यता छ बाइक जाम ल गाइजहरू हार्मोनियम किनेर आइयो क्लास पनि लिएर जान्छ अब यो क्लास त होइन घरमा क्लासमा छुट्टै छ क्या हार्मोनियम अनि क्लासको लिएर आउनु त मिलेन हेर्दा त एक्लै आएको थिएछ भने त्यही त भिड हुन्छ होला त्यहाँ फेरि उता जाने चियाबारी चियाबारी जाउँ शीतल ठाउँ क्या यस्तो झ्याउ हुन्छ क्या लगाइ हामी चाहिँ अब हार्मोनियम किन्यौँ अब खाजा खाना जाँदैछौँ यो बाइक फेरि यति गरम छैन कस्तो घाम र भित्रै शीतलमा हाल्दैन ल गाइज हामी चाहिँ खाजा खाएर निस्क्यौँ हार्मोनियम किनेर हल्का उयो बाइक होइन ड्राइभ कस्तो दामी थियो ड्राइभ मलाई दामी लाग्छ साथी Ciu svoj put, ovo je moj grad. Ovo je moj grad. Glasno, glasnije neka čuju svi. Sve će te boli kad si ti protiv njih. Padni, ustani, ovaj svet je lažan. Vreme je da pokažem koliko sam snažan. Nosi
będę je do pokażę kolik kosem snażam. कस्तो पुलमा पनि मैले धुलो उडेको हाम्रो घर पुरा राम्रो मुखबाट बजाउने त्यो त सस्तै पर्छ 1000 रुपियाँ जति आउँदो रहेछ ल्याइयो म तिम्रो सुरा खोल्दिनँ यो पुरा कि गइहाल्यो उठाल्दै निकाल्छु ल्याइयो ल्याइयो हार्मोनिका कति कति हुन्छ 20-25 केजी होला हौ मलाई नदेखा यहाँ देखा